खै त्यो दिन भगवानले के चाहेको थियो? एउटा राम्रो अनुहार र असल स्वभाव पाएको थियो। पहिला त बलात्कार गरिसक्यो, लास्टमा मारेर फालिदिएको थियो। यो कुरा हो निर्मला पन्तको। व्यवहारमा असल, पढ्नमा फर्स्ट। त्यो गाउँको अरू केटी भन्दा ऊ आफैमा थियो अलग। घरको काम सँगसँगै पढ्न झन् खतरा। यो त्यति बेलाको कुरा हो जब इन्टरनेट थिएन घर घरमा। उमेर भने सानै थियो। एउटा साथी बनाएकी थिए गाउँको। पढ्न आफ्नो साथीकोमा जान्थे, जो लगानी थियो उसको बाउको। बिहान भए घाँस दौरा गर्ने, दिउँसो पढ्न जाने, बेलुका बख साथीकोमा पढ्न जाँदा सबै सामान लिएर जाने र पढ्दा पढ्दा भोक लाग्यो भने उतै खाना खाने। उसले दाइ मानेर पुजेकी थिए। कसलाई कस्तो व्यवहार गर्नुपर्छ सब बुझेकी थिए। आज मौसमले अरू केही बताइरहेको थियो। त्यो नारीलाई उसैको घरमा पठाएको थियो। आई आफ्नो स्कुलबाट गरी काम सबै घरको। स्कुलबाट आउँदाखेरि साथीको थियो लर्को। सधैँ जस्तो कापी किताब मिलाई गई साथीको घरमा। तर आज अलि फरक थियो। थिएन साथी घरमा। दाइ आज साथी कहाँ गएकी छे? बहिनी तिमी साथी त बाहिर गएकी छे। आऊ यता बस, लौ पानी। सायद पानीमा केही मिलाएको हुनुपर्छ। निदवाला गोली हालेर पिलाएको हुनुपर्छ। उसको होस हवास उडिसकेको थियो। पछि उठ्दा शरीर दुखिरहेको थियो। ऊ उठ्दा केटो भागिसकेको थियो। उसलाई थाहै थिएन उसको बलात्कार भइसकेको थियो। उसले साथीको दाइ आफ्नो दाइ ठानेकी थिए। आफ्नो रक्षा गर्ने रक्षक मानेकी थिए। पहिला त उसको अङ्ग लुच्यो, पछि भएन भनेर आफ्नो सबुत मारेर पुछ्यो। उसको शरीरको अङ्ग पियो। ऊ नानी बलात्कार हुँदा जम्मा 14 वर्षकी थियो। त्यस्तो गर्ने कसरी आँट आएको होला? त्यो नारीलाई न्याय नपाएको सायद उसको हातमा ठुलै गाँठ भएर होला। जस्टिस फर निर्मला पन्त।